हामी तीनजना चाहिँ आज यो गाम्छाको माथिल्लो भाग यो वन भनौँ कि साधारण एउटा शीतल ताप्ने ठाउँमा छौँ। हामीसँग चाहिँ गजलको एकदम महान व्यक्तित्व हुनुहुन्छ। उहाँले चाहिँ गजल आफै भन्ने मात्रै होइन कि उहाँले गजल सिकाउने काम पनि गर्नुहुन्छ। उहाँ गजलको प्रशिक्षक पनि हुनुहुन्छ। उहाँलाई चाहिँ हाम्रो यस सानो क्लिपमा स्वागत गरौँ। धन्यवाद भयो। म सबिन पराजुली उहाँलाई केही सहज गर्ने र गजल सुन्ने प्रयत्न गर्दैछु र उहाँलाई म एउटा के अनुरोध पनि गर्न चाहन्छु भने यो एकदम पर्यावरणले नै हामीलाई साथ दिइरहेको छ। एकदम मिठो हावा सँगसँगै यो हाम्रो यो छारी एकदम यसले पनि महत्त्वपूर्ण भूमिका दिइरहेको छ र हामीसँग क्यामेरामा सहयोग गर्नका लागि अरुण तामाङ भाइले पनि हर प्रयास गरिरहेकै छ र यस सन्दर्भलाई लामो नबनाइकन हामी एउटा नयाँ गजल सुन्नेछौँ र त्यो गजलको लागि म अनुरोध गर्छु। धन्यवाद भाइ सबिन, मेरा प्रिय भाइ हुन्। हाम्रो कहिलेकाहीँ भेटघाट हुन्छ काठमाडौँमा। भाइको घरमा पनि पुग्ने सौभाग्य मिल्यो मलाई, होइन? मिलाएँ मैले। हो नि, परिवार बसियो त्यहाँ पनि तर पुन्तातिर गएर। अनि भाइ अरुण पनि भर्खर काठमाडौँ आएका छन्। भाइलाई पनि धन्यवाद, स्वागत छ काठमाडौँमा भाइ। गजल सुरु गरे है त भाउ। उमङ्गको वर्णन गर्यो, विरहको वर्णन गर्यो। उमङ्गको वर्णन गर्यो, विरहको वर्णन गर्यो। प्रेमीले के गर्यो? प्रेमीले के गर्यो? यिनै विषयको वर्णन गर्यो। प्रेमीले के गर्यो? यिनै विषयको वर्णन गर्यो। क्या बात छ। उमङ्गको वर्णन गर्यो, विरहको वर्णन गर्यो। व्यापारीले कमाइको तरिका देला भनेको, व्यापारीले कमाइको तरिका देला भनेको निराश बनायो, उल्टै खर्चको वर्णन गर्यो। क्या बात छ। निराश बनायो। मलाईतिर त भनेर छैन नि। भाइ पनि व्यापारी नै हो, होइन? अनलाइन व्यापार गर्नुहुन्छ उहाँले। निराश बनायो, उल्टै खर्चको वर्णन गर्यो। प्रेमीले के गर्यो? यिनै विषयको वर्णन गर्यो। क्या बात छ। कविले लेखेन नारीको बौद्धिकतामाथि, कविले लेखेन नारीको बौद्धिकतामाथि, मात्र त्यही सुकोमल अङ्गको वर्णन गर्यो। वाह, क्या दिनुभयो यार तपाईँ। मात्र त्यही सुकोमल अङ्गको वर्णन गर्यो। केन्द्रबिन्दु नै त्यसैमा राख्यो। हो, वर्षौँदेखि हामी अलमलिरहेछौँ नि त्यसमा। राजालाई रङ्कलाई राजा बनाउँछ। सुन है, राजालाई रङ्कलाई राजा बनाउँछ। बुझ्नेले बुझिहाल्यो, समयको वर्णन गर्यो। बुझ्नेले बुझिहाल्यो, समयको वर्णन गर्यो। म यो संसारबाट अब केही आशा राख्दिनँ। म यो संसारबाट अब केही आशा राख्दिनँ। यसो भन्दै उसले आफन्तको वर्णन गर्यो। यसो भन्दै उसले आफन्तको वर्णन गर्यो। उमङ्गको वर्णन गर्यो, विरहको वर्णन गर्यो। प्रेमीले के गर्यो? यिनै विषयको वर्णन गर्यो। कस्तो लाग्यो तिमीलाई गजल? साह्रै राम्रो छ तपाईँको गजलमा। एउटा गजल मात्र नभइकन त्यो गजलको रस, त्यो गजलले दिन खोजेको सन्देश पनि साह्रै राम्रो छ। धन्यवाद। तपाईँको आगामी दिनलाई अझ यो गजलले निखारता ल्याउनेछ र निखार सँगसँगै तपाईँले एउटा गजलमा इतिहास पनि रच्नु भइसकेको छ र त्यो इतिहासलाई निरन्तरता दिनु हुन म अनुरोध पनि गर्दछु। धन्यवाद। धन्यवाद अरुण भाइ। रोकिदेऊ।